अभिजीलाई पनि निकालौँ कुनै तरिकाले। उहाँको एउटा नेतृत्वको नै आवश्यकता छ। उहाँको जुन मुद्दा छ त्यसलाई चाहिँ बाहिर नै रहेर चाहिँ त्यसलाई फेस गर्ने एउटा वातावरण बन्न सक्दाखेरि चाहिँ उहाँको जुन क्षमता प्रतिभा हो त्यसको प्रयोग पनि हुन सक्थ्यो। कांग्रेस र कम्युनिस्ट नामका ब्रान्डका पार्टीहरूले जनतालाई चाहिँ ठगेर जुन दुर्दशामा पुर्याएका छन् त्यसबाट नेपाली जनतालाई मुक्त गरेर साँच्चैको विकल्प दिन सकिन्छ। त्यसनिमित्त तपाईहरु लाग्नुहोस्। कांग्रेस र कम्युनिस्ट भन्ने जुन नेपालमा जुन दुईटा धार छन् त्यो 7 सालदेखि बनेको तिनको जही दर चाहिँ तलसम्म चाहिँ जरा छ। अहिले हल्लन त हल्लिया छ तर त पुरै उखेलिया चाहिँ छैन। र फेरि उनीहरूले जुन गडबडी गरेर साधनस्रोतको दुरुपयोग गरेर चुनाव चाहिँ जित्छन् त्यो चाहिँबाट ती वञ्चित भएका पनि छैन। त्यसैले नयाँ र वैकल्पिक शक्तिहरू सबै एक ठाउँमा नआउने हो भने उनीहरूलाई परास्त गर्न गाह्रो हुन सक्छ। त्यसले गर्दा उहाँले भित्र हुनुहुन्छ। अब त्यो अलगै पाटोमा मैले धेरै बोल्नु उपयुक्त हुँदैन। मलाई उहाँमाथि अलिकति भेदभावपूर्ण नै भयो कि भन्ने लागेर मैले पनि हस्ताक्षर गरेकै हो। त्यसको अर्थ फेरि उहाँलाई मैले क्लिन चिट दिने कुरो पनि दियो, त्यो त अदालतले निर्णय गर्ने कुरा हो। तर उहाँलाई चाहिँ आफ्नो चाहिँ सफाई दिनको निम्ति त्यहाँ बाहिर आएर नै उहाँले चाहिँ मुद्दा खेप्दाखेरि नै चाहिँ न्यायपूर्ण हुन्थ्यो भन्ने मलाई अलिकति लागेकै हो। र अहिले पनि अब बढी बोल्दाखेरि चाहिँ फेरि समस्या पर्ला। तर मेरो चाहिँ आग्रह के हो भने उहाँलाई चाहिँ कुनै ढङ्गले चाहिँ उहाँको जुन मुद्दा छ त्यसलाई चाहिँ बाहिर नै रहेर चाहिँ त्यसलाई फेस गर्ने एउटा वातावरण बन्न सक्दाखेरि चाहिँ उहाँको जुन क्षमता प्रतिभा हो त्यसको प्रयोग पनि हुन सक्थ्यो भन्ने मलाई लाग्छ। तर सँगै राष्ट्रपतिका साथीलाई आग्रह के हो भने तपाईहरु त्यहाँ अहिले भएका स्थापित दलहरू मध्येमा अलिक ठुलो दल भएको हुनाले तपाईहरु एक्लैले मात्रै सक्छु भन्ने लाग्नु त स्वाभाविक हो, सबैलाई लाग्छ भने हेर्नु म त सानो पार्टीदेखि ठुलो पार्टी भएर फेरि जिरोबाट सुरु गरेर मान्छे भएको हुनाले त्यो मनोविज्ञान हामीलाई हुन्छ। तर यो कांग्रेस र कम्युनिस्ट भन्ने जुन नेपालमा जुन दुईटा धार छन् त्यो 7 सालदेखि बनेको तिनको जही दर चाहिँ तलसम्म चाहिँ जरा छ। अहिले हल्लन त हल्लिया छ तर त पुरै उखेलिया चाहिँ छैन। र फेरि उनीहरूले जुन गडबडी गरेर साधनस्रोतको दुरुपयोग गरेर चुनाव चाहिँ जित्छन् त्यो चाहिँबाट ती वञ्चित भएका पनि छैन। त्यसैले नयाँ र वैकल्पिक शक्तिहरू सबै एक ठाउँमा नआउने हो भने उनीहरूलाई परास्त गर्न गाह्रो हुन सक्छ। भलै उनीहरू